नमस्कार। यस भिडियो ट्युटोरियलमा हामी श्रम संसार पोर्टलको मोबाइल एपमा रोजगार खोजकर्ता खाता कसरी खोल्ने र कसरी प्रयोग गर्ने भन्ने बारेमा सिक्नेछौँ। श्रम संसार पोर्टलमा साइन अप गरेर तपाईले रोजगारी, तालिम र अन्य अवसरहरू सजिलै प्राप्त गर्न सक्नुहुन्छ। आफ्नो मोबाइलमा श्रम संसार एप्लिकेसन खोल्नको लागि प्ले स्टोर वा एप स्टोरबाट श्रम संसार एप्लिकेसन डाउनलोड गरी सोको सर्टकट लिङ्क खोल्नुहोस्। एप खुलेपछि माथिल्लो दायाँ कुनामा देखाइएको साइन अप बटनमा क्लिक गर्नुहोस्। त्यसपछि खाता खोल्नको लागि साइन अप वा दर्ता भन्ने बटनमा क्लिक गर्नुहोस्। अब तपाईको अगाडि एक फारम खुल्नेछ जहाँ तपाईले आफ्नो व्यक्तिगत विवरणहरू भर्नुपर्नेछ। सही र सत्य विवरणहरू भर्नुभयो भने प्रणालीले तपाईलाई उपयुक्त अवसरहरू खोज्न सहयोग गर्नेछ। पूरा नाम, मोबाइल नम्बर, इमेल ठेगाना, पासवर्ड पुनः राख्नुहोस्। यी विवरणहरू भरेर कन्टिन्यू बटनमा क्लिक गर्नुहोस्। जेन्डर, जात, जन्म मिति, स्थायी ठेगाना, अस्थायी ठेगाना यी विवरणहरू भरेर कन्टिन्यू बटनमा क्लिक गर्नुहोस्। तपाई पहिले कुनै वैदेशिक रोजगारीमा गएर फर्कनु भएको थियो भनेर सोधिनेछ। यदि कुनै देशमा वैदेशिक रोजगारीमा गएर फर्कनु भएको छ भने त्यसको विवरण दिनुहोस्। भविष्यमा वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूलाई प्रदान गरिने विभिन्न सेवा, अनुदान तथा ऋणहरू समेत यहीबाट आवेदन दिन मिल्ने भएकाले यो सूचना संकलन गरिएको हो। हालको रोजगारी अवस्था, आफू सक्षम भएको 5 वटा रोजगारी क्षेत्र, रोजगारी खोजिएको 5 वटा जिल्ला, खाता खोल्नुको उद्देश्य। श्रम संसार पोर्टलको बारेमा कहाँबाट जानकारी पाउनुभयो? सबै विवरणहरू भरेपछि कन्टिन्यू बटन थिच्नुहोस्। अब तपाईले प्रविष्ट गरेका सबै विवरणहरू पुनरावलोकन गर्न सक्नुहुन्छ। विवरणहरू ठिक भएमा टर्म्स एन्ड कन्डिसन पढेर मन्जुरी गर्नुहोस्। अन्त्यमा साइन अप बटन थिच्नुहोस्। सिस्टमले तपाईका विवरणहरू प्रमाणीकरण गरेपछि नयाँ खाता सफलतापूर्वक खोलिएको सन्देश देखिनेछ। त्यसपछि तपाईलाई लगइन पृष्ठमा पठाइनेछ। अब तपाईले खाता खोल्दा प्रयोग गर्नुभएको इमेल र पासवर्ड प्रयोग गरेर श्रम संसार मोबाइल एपमा लगइन गर्न सक्नुहुन्छ। साइन इन बटनमा क्लिक गरी आफ्नो आधिकारिक इमेल र पासवर्ड प्रविष्ट गरेपछि एन्टर थिच्नुहोस्। इमेल र पासवर्ड सही भएमा तपाईको होम पेज खुल्नेछ। होम पेजमा तपाईले खाता प्रमाणीकरण आवश्यक छ भन्ने सन्देश देख्नुहुनेछ। रोजगारीमा आवेदन दिँदा प्रमाणित खाता भएमा तपाईको पहिचान सही भएको जानकारी रोजगारदाताले पाउन सक्छन्। होम पेजमा तपाईले खाता प्रमाणीकरण आवश्यक छ भन्ने सन्देश देख्नुहुनेछ। रोजगारीमा आवेदन दिँदा प्रमाणित खाता भएमा तपाईको पहिचान सही भएको जानकारी रोजगारदाताले पाउन सक्छन्। साथै यसले सिस्टममा हुने विभिन्न अवैधानिक क्रियाकलापहरूलाई पनि रोक्न सहज बनाउँछ। प्रमाणीकरण गर्नको लागि लिङ्क होम पेजमै उपलब्ध हुनेछ। सो लिङ्कमा क्लिक गर्दा तपाईको अगाडि खाता प्रमाणीकरणको फारम सहितको स्क्रिन देखिनेछ। उक्त फारममा मागिएका विवरणहरू पूरा गर्नुपर्नेछ। तपाईले खाता प्रमाणीकरण गर्नुभन्दा पहिला आफ्नो प्रोफाइलमा पहिचानसँग सम्बन्धित जानकारी भएको हुनुपर्नेछ। आधिकारिक सरकारी कागजातको फोटो वा स्क्रिनशट जस्तै नागरिकता, राहदानी, सवारी चालक अनुमति पत्र, प्यान कार्ड वा अन्य मागिएको प्रमाणपत्र। प्रमाणित कागजात अपलोड गरेपछि सम्बन्धित निकायले विवरणहरू रुजु गरी दोस्रो कार्यदिनभित्र तपाईको खाता प्रमाणित गरिनेछ। अब म तपाईहरूलाई रोजगार खोजकर्ताले आफ्नो खाता सञ्चालन गरी कसरी नयाँ रोजगारी, तालिम र सेवाका अवसरहरूबाट फाइदा उठाउने सम्बन्धी जानकारी उपलब्ध गराउन गइरहेको छु। इमेल र पासवर्ड प्रविष्ट गरिसकेपछि तपाईको अगाडि आफ्नो होम पेज खुल्दछ। यही पेजबाट तपाईले आफ्नो आवश्यकता अनुसारको रोजगारी, तालिम, सेवा लगायत यस पोर्टलबाट उपलब्ध विभिन्न सेवाहरू प्रयोग गर्न सक्नुहुन्छ। रोजगारीहरूमा क्लिक गरेर आन्तरिक र वैदेशिक रोजगारीहरू हेर्न सक्नुहुन्छ। तालिमहरूमा क्लिक गरेर विभिन्न तालिम प्रदायक संस्थाहरूले प्रदान गर्ने तालिम र सेवाहरू क्लिक गरेर सेवा प्रदायक संस्थाहरूबाट उपलब्ध हुने सेवाहरूको जानकारी पाउनुहुनेछ। स्रोतहरूमा क्लिक गरेर सूचना तथा समाचारहरू, सफलताका कथाहरू, डाउनलोडहरू ग्यालरी भिडियोमा हेर्न सकिन्छ।
होम पेजमा माथिल्लो भागको दायाँ कुनामा रहेको प्रोफाइल आइकनमा क्लिक गर्नुहोस्। प्रोफाइल पेजमा भर्न बाँकी रहेको फिल्डहरू पालैपालो भर्नुहोस्। व्यवसाय सारांश प्रोफाइलमा भर्न बाँकी जानकारीहरू जात, भाषा, पहिचानसँग सम्बन्धित जानकारीहरू, अनुभव, शैक्षिक योग्यता, प्रमाणपत्र, सिपहरू, भाषा, सवारी चालक अनुमति पत्र, रोजगारी प्राथमिकता, सिफारिसकर्ता आदि विवरणहरू पालैपालो भर्नुहोस्। पोर्टलमा प्रकाशित रोजगारी विज्ञापनहरूमध्ये तपाईले प्रोफाइलमा प्रविष्ट गर्नुभएको सूचनाका आधारमा तपाईको अनुभव, शैक्षिक योग्यता, दक्षता क्षेत्र, काम गर्न चाहेको स्थान र क्षेत्र, तपाईले सर्च गर्नुभएको किवर्ड आदिका आधारमा सुहाउँदो विज्ञापनहरू तपाईको होम पेजमा अघिल्लो भागमा देखाइनेछ। ती विज्ञापनहरूमध्ये आफूले चाहे जस्तो रोजगारी विज्ञापन खोलेर हेरेर तत्काल आवेदन दिन वा पछि आवेदन दिनका लागि सेभ गरेर राख्न सकिनेछ। रोजगारी विज्ञापनलाई उद्योगका आधारमा, रोजगारीको प्रकारका आधारमा, तलबका आधारमा, प्रदेश क्षेत्रका आधारमा, आवश्यक शैक्षिक योग्यताका आधारमा फिल्टरहरू प्रयोग गरी गर्न सकिन्छ। पोर्टलमा प्रकाशित तालिम विज्ञापनहरू हेर्नका लागि तालिमहरू ट्याबमा क्लिक गर्नुहोस्। अब तपाईले विभिन्न तालिमका अवसरहरू देख्नुहुनेछ। तालिमका अवसरहरूलाई विस्तृत रूपमा हेरेर आवश्यकता अनुसार तत्काल आवेदन गर्ने वा पछि आवेदन दिनका लागि सेभ गरेर राख्न सकिनेछ। तालिमका विज्ञापनहरूलाई उद्योगका आधारमा, प्रदेश क्षेत्रका आधारमा, तालिम शुल्कका आधारमा निशुल्क वा सशुल्क लगायतका फिल्टरहरू प्रयोग गरी हेर्न सकिन्छ। पोर्टलमा प्रकाशित सेवासँग सम्बन्धित विज्ञापनहरू हेर्नका लागि सेवाहरू ट्याबमा क्लिक गर्नुहोस्। अब तपाईले विभिन्न सेवाका अवसरहरू देख्नुहुनेछ। सेवाका अवसरहरूलाई विस्तृत रूपमा हेरेर आवश्यकता अनुसार तत्काल आवेदन गर्ने वा पछि आवेदन दिनका लागि सेभ गरेर राख्न सकिनेछ। सेवाका विज्ञापनहरूलाई उद्योगका आधारमा, प्रदेश क्षेत्रका आधारमा, सेवा शुल्कका आधारमा फिल्टरहरू प्रयोग गरी हेर्न सकिनेछ। मन्त्रालय, प्रदेश र स्थानीय तहबाट प्रसारित सूचना तथा समाचारहरू हेर्नका लागि समाचार सूचनाहरू लिङ्कमा क्लिक गर्नुहोस्। तपाईले आवेदन गर्नुभएको रोजगारीका अवसर, तालिमका अवसर तथा सेवाका अवसरहरूको अवस्था यसै पोर्टलको नोटिफिकेसन सेवा मार्फत प्राप्त गर्न सक्नुहुनेछ। तपाईले यस एप मार्फत विभिन्न रोजगारीमा गरेको आवेदनहरू हेर्नको लागि मेरो आवेदनमा क्लिक गर्नुहोस्। पछि एप्लाई गर्नको लागि सेभ गरेर विज्ञापनहरू हेर्न सेभ गरिएको बटनमा क्लिक गर्नुहोस्। पोर्टलमा उपलब्ध तालिम र सेवाका अवसरका अलावा अन्य तालिम तथा सेवाहरू आवश्यक परेमा छुट्टै अनुरोध गर्न मिल्ने सुविधा समेत भएकोले यो सुविधा प्रयोग गर्नको लागि मेरो अनुरोधमा क्लिक गर्नुहोस् र प्लस चिन्हमा क्लिक गरेर देखिने फारमलाई भरेर तालिम तथा सेवाका लागि अनुरोध गर्न सक्नुहुन्छ। पोर्टलमा आबद्ध रोजगारी प्रदायकहरू, तालिम प्रदायकहरू र सेवा प्रदायकहरू तथा तिनका विस्तृत विवरणहरू हेर्नका लागि प्रदायकमा क्लिक गर्नुहोस्। यदि तपाईँ वैदेशिक रोजगारीमा हुनुहुन्छ र रोजगारीका क्रममा केही समस्या परेको छ भने यसै पोर्टल मार्फत आपतकालीन उद्धारका लागि समेत सम्पर्क गर्न सकिने गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विशेष व्यवस्था गरेको हुँदा यो लिङ्कमा क्लिक गरी उपलब्ध फारम भरी सेन्ड गर्न सक्नुहुनेछ। तपाईले यस फारम भरेर पठाउनु भएको सन्देश तपाईँ कार्यरत देशलाई हेर्ने नेपाली राजदूतावासको इमेल ठेगानामा जस्ताको त्यस्तै यसै पोर्टल मार्फत पठाइनेछ। साथै मन्त्रालयले समेत तपाईको गुनासो समाधानका लागि पहल गर्नेछ। धन्यवाद।